मुक्तिनाथको कार्यक्रममा फेरि आउनुपर्छ भन्नुभएको छ है उहाँले। नआउने पुग्यो भने हेलो नमस्ते गुड मर्निङ मुस्ताङमा हामी बाई बाई गरेर जाँदैछु। कस्तो भयो समग्र कार्यक्रम? एकदम बबाल रमाइलो रमाइलो एकदम धेरै रमाइलो भयो। अनि फेरि आउने अरे भनेर ऊ दाइले निम्ति दिइसक्नु भएको छ। म नेक्स्ट टाइम आउँछु म खाली ल्याएर मुस्ताङवासी सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यति राम्रो कार्यक्रमको आयोजना गर्नुभयो र हामीलाई यसरी स्वागत गर्नुभयो कलाकारको रूपमा। र मेरो चाहिँ मुस्ताङ चौथो पटक रह्यो र साङ्गीतिक कार्यक्रमको लागि भने पहिलो पटक आएको थिएँ कार्यक्रम प्रस्तुतको लागि। यो सौभाग्य जुरेको रहेछ। हाम्रो म्यानेजर साहब पनि बिदा हुनुहुँदैछ आयोजकजीसँग। यो गाडीमा चाहिँ हामी जान्छौँ र दाइहरू चाहिँ यो गाडीमा बस्नु भएको छ। कलाकार दुर्गेश थापा बिदा हुँदै हुनुहुन्छ आयोजकसँग। बद्री पङ्गिनी दाई बिदा भइसक्नुभयो, दिपिकाजी र म पनि बिदा भएर हामी निस्किँदैछौँ अब मुस्ताङबाट। हाम्रो फिर्ते सवारी हुँदैछ। भरे पछि आएको हुँदै आएको कल्चर त्यस्तो छ कि आठ साढे आठ त्यस्तो भएर बोल्न मान्छे खाना खाएर बोल्न आउँछौँ कि यो हातमा हान्छ उर्किँदैन। एकदम तपाईँले नि तपाईँले पुरा अलिक टाइममा बुझ्नु। बाई 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 मुस्ताङ।